Hi guys, welcome back to my channel. आज चाहिँ म मुकबाङ लिएर आएको छु. Since you guys have loved cut. Hi everyone, welcome back to my channel. So today I am here with mukbang video. Since you guys have shown so many love to my chatpat wala vlog, so मैले चाहिँ आज चटपट पनि बनाएको छु. तर unfortunately red food color अलिकति कम भएर अनि अलि के हो खालके orange टाइपको देखेछ तर it's okay. Hope it tastes good. अलिकति त चाखे थिएँ नुन कम भएर फेरि थपे थिएँ. अनि आज मसँग सेफाले छ, सेफाली के भन्छ त्यो, आलु चप, कर्न डग अनि ड्रमस्टिक अनि कोक. अनि त्यसपछि चाहिँ यहाँ चाहिँ यति धेरै चटनी छ ल खाम है. पहिला कोक हालौँ. माइक बिग्रेर नत्र माइकमा छिस्स गर्नुहुन्थ्यो. अनि ढुङ्ग्री पनि छ. अनि यहाँ चाहिँ अलिकति मेयोनिज र केचप छ. पहिला चाहिँ चटपटबाट सुरु गरौँ. अस्तिको जस्तो मिठो चाहिँ भएन. आज चाहिँ मैले भुजा र चाउचाउ कम भेजिटेबल्स धेरै हालेछु. क्युकम्बर, क्यारटहरू चाहिँ धेरै हालेछु क्या. रेकर्ड भएको भएन हेर्छु. आलु चप ट्राई गरौँ है. पोखरामा चाहिँ यस्तो स्ट्रिट फुडहरू खाइरहेको थिएँ तर काठमाडौँमा चाहिँ दिस इज माई फर्स्ट टाइम. मिठो रहेछ. मेस्सी भयो. अचार पातलो रहेछ त्यही भएर अलिकति मेस्सी भयो. चटपट चाहिँ मैले घरै बनाएको, यिनीहरू सबै चाहिँ किनेर ल्याएको. कर्न डग चाहिँ मेरो फेभरेट हो. सेलाइसक्यो होला. चिज फुल हुन्छ कि हुन्न है त. धेरै जस्तो मान्छेहरूलाई चाहिँ यो भित्रको बाक्लो भएको मन पर्दैन. मलाई पनि यस्तो पिठो मनपर्छ कि.
This is so good, guys. कस्तो मिठो छ नि चाहिँ अलि यसको कभर चाहिँ अलिकति चिल्लो धेरै अहिले अगाइसक्यो ड्रमस्टिक ट्राई गरौँ है हुन्छ बेसनको कभर लगाएको रहेछ पकौडा जस्तो बोइल्ड चिकनलाई पकौडा बनाएको जस्तो ओके ठिक है लेट्स नट एक्सपेक्ट धेरै फ्रम 40 रुपिसको यो यहाँ चाहिँ अलिकति काठमाडौँमा चाहिँ अलिकति खानेकुराहरू चाहिँ अलिक सस्तो नै लाग्यो मलाई चाहिँ पन्डाको 100 रुपिस आलु चपको 20 सेफालीको 30 अनि यसको चाहिँ 40 सरी यस्तो ग्यास्ट्रिक भइरहेको छ अनि यस्तो खाएपछि त अब माइक लगाएन अब बाहिरको आवाजहरू डिस्टर्ब गर्ने होला
मैले चाहिँ यत्रो भ्याउन सक्दिनँ, म त अहिले अगाइसकेँ। मेरो चाहिँ प्रेसर लो भइरहेछ प्रेसर लो भइरहेछ, प्रेसर चेक गराएको, प्रेसर लो भइरहेछ। त्यही भएर मलाई निन्द्रा मात्रै लाग्छ, खाने बित्तिकै सुत्न मन लाग्छ। बिहान पनि टाउको दुखे जस्तो भइरहेको थियो। अहिले प्रेसर चेक गराएर आएको, 100/70 रहेछ। मलाई चाहिँ अलिअलि प्रेसर लो भएपछि अलि झुम्म हुने, चक्कर लाग्ने भइजान्छ। खाना नि मन लागेन साथीहरू। यस्तै हो कि म त खान्छु होला जस्तो लाएर लिन्छु अनि सक्दिनँ। सरी, कोक खाएर ढ्याउ ढ्याउ आयो। पिठो मनपर्छ भनेको, तर लास्टै धेरै रहेछ यसको। दुई घन्टामा खानेकुरा खान मन लाग्छ, एकैचोटि धेरै चाहिँ सक्दिनँ। आलु चप चाहिँ एकदम मिठो छ। निन्द्रा लाग्यो गाइजहरू, निन्द्रा लाग्यो। अब पानीपुरी पनि ल्याउनु लाग्थ्यो, अझ ल्याइन। ठिकै गरेछु। एकदम चिल्लो खानु पनि मन लागेन। किमा पनि जम्मै चिसो भएर बस्सो भयो। चाहिँ म खान्न। मलाई चाहिँ मोमो आफूले बनाएको मात्रै मिठो लाग्छ आजकल। अनि याकको अस्ति त याकको भिडियो हालेर कस्तो मिठो मोमो भनेको थियो। अहिले त आफूले बनाएको मात्रै मिठो लाग्छ भन्ने हो भन्दा मान्छेहरूले। याकको पनि मिठो लाग्छ। बाहिरहरूको मोमो, शानदार मोमो यस्तो मन पर्थ्यो मलाई काठमाडौँको। अहिले त 3-4 चोटि खाएँ, वाक्क आछ। त्यस्तो साह्रै वाउ लाग्दैन। मलाई चाहिँ आफूले घरमा बनाउने, फ्रोजन बनाउने अनि स्टिम गर्दै खाने गरेको त्यही नै ठिक लाग्छ।
सरी यो पनि खान सक्दिनँ यो पनि सक्दिनँ यो पनि सक्दिनँ यो मात्रै सक्छु सरी मलाई त खानेकुराहरू हेर्दाखेरि राम्रो देखेन भने टेस्ट मिठो भए पनि राम्रो लाग्दैन के अनि मलाई यो चटपटा चाहिँ हेर्दा नै राम्रो लागेन अनि त्यही भएर खान नि मन लागेन स्वाद त मिठै भयो मलाई चाहिँ त्यो रातो मनपर्छ ओरेन्ज भन्दा नि यो चाहिँ के हो जस्तो भयो बदाम खानु पर्यो नि नमिठो चाहिँ छैन त्यो कलर त्यस्तो भएर खान मन नलाग्यो यो पनि खै सक्दिनँ होला म त यति खान्छु अनि भयो सरी निन्द्रा लाग्यो गाइजहरू निन्द्रै लाग्यो आज पनि दिउँसो मजाले सुतेको हिजो नि झन् 2.5 घन्टै दिउँसो सुतेको निन्द्रा मात्रै लाग्छ टाउको झुम्म भएर भात पनि जबरजस्ती खाएको बिहान कस्तो केक्कामी खान्छु जस्तो हुन्छ यति धेरै ल्यायो अनि यतिकै वेस्ट हो के अरे खान सकिन्न वेस्ट त जान्न यो चाहिँ म खानेवालै छैन यो राम्रो पनि छैन कि कस्तो चिल्लो छ यो चाहिँ खान्न चटपट पनि अब खान्न सरी यो चाहिँ म मेरो हस्बेन्डलाई राखिदिन्छु यो चाहिँ म बेलुका खान्छु यो चाहिँ म अहिले खान्छु थाके ओ माय गॉड यस्तो वाला अचार चाहिँ दिन्न कि उता पोखरामा चाहिँ यस्तो चाहिँ हुँदैन कि यति साह्रो पातलो अनि यता राखेँ है यति साह्रो पातलो दिन्न अनि यहाँ काठमाडौँको मान्छेहरूको यस्तो मुकबाङहरू हेरिराख्दाखेरि चाहिँ उनीहरूले चाहिँ अनि यस्तो पातलोवाला उस खान्थ्यो कि अचार अनि कस्तो खान मन लाग्थ्यो मिठो त मिठो हुँदो रहेछ उता चाहिँ अलिक बाक्लो बाक्लो नै हुन्छ अनि उता चाहिँ प्रायः जस्तो त्यो रातोवाला हुन्छ कि खुर्सानीको हो त्यो गुलियो गुलियो पिरो पिरोवाला त्यो हुन्छ यो यस्तो पातलो चाहिँ खासै ठाउँमा चाहिँ हुन्न के हो यो छ्या कति ढ्या भएको प्रेसर लो भएर अनि केही त्यो एनर्जी पनि आएन कि केही गर्ने आज त्यही भएर खासै यता त्यता सफा सुग्घर पनि गरिनँ हिजै मजाले गरेको थिएँ गर्न त अनि त्यही भएर पनि अनि भोलि चाहिँ मोमो बनाउँछु भनेर भनेछु हेरौँ के हुन्छ यस्तो खायो बिरामी पो हुन्छु कि डर लाग्छ हौ फेरि यहाँ एक्लै बिरामी भयो भने पनि के गर्ने भनेर त्यही भएर म त यहाँ कता गएँ ग्यास्ट्रिकको दबाई डाइजिन बोकेर आएको यस्तो खाएपछि स्योर मलाई गाह्रो हुन्छ अनि त्यसपछि कता गएँ इनो पनि लिएर आएको छु अनि त्यहाँ चाहिँ ग्यास्ट्रिकको दबाई हो त्यो चाहिँ अघि नै खाएँ भिडियो बनाउनको लागि भए पनि खान्छु जान्छु भनेर यस्तो घाममा वहाँ माथि गएर
यहाँबाट फेरि बजार पनि नजिकै नि छैन कि झ्याउ लाग्दो। उता त यस्तो ढोकाबाट निस्किने बित्तिकै सबै पसलहरू त्यहीँ सबै थियो। यहाँ त टाढा झ्याउ लाग्ने 10 मिनट 15 मिनट तल्यो होइन, 10-12 मिनट लाग्छ हौ त्यहाँ बजारसम्म निस्किन नि। बजार भनेर फेरि बजारै पनि होइन, जे होस् अलिअलि पसलहरू चाहिँ। कोक त फेरि जति नि खाइदिन्छ नि दिदीले त। पागलनी जस्तो एक्लै बोलेको बोले भए। हेर्न नि मन लाग्यो होइन खानेकुरा। खान पनि सक्दिनँ मैले एकैचोटि धेरै त। मलाई चाहिँ चुपुट 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 खाइराख्नुपर्छ के, बरु 2 घन्टा 3 घन्टामा भोक लाग्छ। थोरै खाने एकछिन एकछिनमा खाने गर्छु यस्तरी। चिकन नराम्रो हो, ससेस पनि खान्न म। चिज एकदम मनपर्छ, त्यही भएर कम नखाइदिउँ न। 1 लिटर कोक त एक्लै भ्याइदिन्छु। ल आजको लागि यति नै भन्नु पर्यो। अब मेरो भिडियोलाई यति जेलसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच गाइज। अनि तपाईँहरूले चाहिँ मेरो चटपटवाला भिडियोलाई चाहिँ एकदम धेरै माया गरिदिनु भएको छ। त्यस्तै गरेर मेरो अरू भिडियोलाई पनि माया गरिदिनु होला। एन्ड आइ एम सो सरी, मैले चाहिँ यो सबै भ्याउन सकेन, खानै सक्दिनँ एकैचोटि यति त। अनि तर आई वन्ट वेस्ट दिस फुड भन्ने छु, तर अब चटपट त खान्न, यो पनि चिल्लो खान्न। सो आजको लागि यति नै। थ्याङ्क यू सो मच एभ्री वान फर वाचिङ टिल द एन्ड। अनि किप अन लभिङ एन्ड सपोर्टिङ मी। अनि अरू के भन्ने, मेरो भिडियोलाई चाहिँ लाइक पनि गरिदिनु होला, अनि धेरै 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 माया गरिदिनु होला। सो बाई गाइज, बाई।